हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल सुशीला लामा। फेरि पनि नयाँ दिन नयाँ भ्लग लिएर आइसकेँ हजुरहरूको माझ। अब हिजो अस्तिसम्म बिहे भयो, जे कुरा नहुने थियो भइहाल्यो। अब त्यो कुराहरू सबै बिर्सेर फेरि पनि नयाँ दिनदेखि स्टार्ट गरेको छु मैले भ्लग। आज म आएकी छु यहाँ मर्निङ वर्क। अहिले बिहानको 5:10 गएको छ। अनि आज चाहिँ मेरो अगाडि हुनुहुन्छ बाजेहरू सबैजना पसलमा जाने बेला परिसकेको छ। साथीहरू बर्खा भएर होला आजभोलि पानी परेको कारणले अलिक चाँडै निस्किन सकेन। त्यही भएर हाम्रो बाजे अगाडि हुनुहुन्छ अनि यहाँ चाहिँ म छु। आजको त यस्तो छ। अनि मैले भ्लग पनि निकै दिन भइसकेको थियो नगरेको। अब फेरि पनि एक दिनमा एउटा 2 दिनमा एउटा भ्लग लिएर आउने नै छु भन्ने बाचा गर्दै आजको भ्लग फेरि स्टार्ट गरिसकेको छु मैले साथीहरू। अनि बिहान चाहिँ अलिकति पानी पर्दैन, दिउँसो र बेलुका भएपछि त हाम्रो त पानीले हरिबिजोगै हुन्छ नि साथीहरू। हजुरहरूलाई त्यो सानो सानो क्लिपहरू सबै म यसमै देखाउने छु। पानी परेपछि कस्तो हालत हुन्छ भन्दा पानी पनि थोरै पर्छ र आमा पानीले मान्छे बगाउने पानी पर्छ साथीहरू। त्यही हो। धुम्रपान स्वास्थ्यको लागि हानिकार छ बाजे भन्ने बाजेलाई मतलब छैन। स्वर्गको टुक्रा हेर्ने छ भने हाम्रो नुवाकोटमा आउनु है साथीहरू। यतिको चाहिँ हुनुपर्छ नि फेरि। ल आहा वाउ सो क्यूट। दिल गार्डन भइहाल्यो नि अब। वाउ
यतापट्टि छ भ्यूज अनि त्यो भ्यू सँगसँगै म छु। हेलो गुड मर्निङ साथीहरू। आजको भ्यू देखेर मेरो त मन गार्डन गार्डन भएको छ भने हजुरहरूको पनि मन गार्डन गार्डन भइरहेको होला हैन साथीहरू। आज हेर्नु त कस्तो राम्रो भइरहेको छ नि। पछाडि मलाई भन्दा नि फोकस पछाडि गर्नुहोस्। आकाश र जमिनको मिलन हुन लागिरहेको छ। यहाँ बुढी हाय हरिबगा मेरो कस्टमर हो। उहाँ चाहिँ चप्पल किनेर जानु भइसकेको छ। हेर्नुहोस् है साथीहरू आजको मौसम वाह सो क्युट भइरहेको। मलाई यो मौसमले आज मोहनी लगायो नि साथीहरू। मोहनी लगायो वाह दामीवाला भ्यूज देखिरहेको नि साथीहरू। आज मलाई यो भ्यूजले गर्दा केही पनि बोल्ने मुडै छैन। यस्तो राम्रो देखिरहेको छ साथीहरू हैन। यस्तो राम्रो देखेपछि त मन गार्डन गार्डन। अब भोलि पर्सि त अब यो बर्खा लागेपछि हैन साथीहरू यो डाँडा डाँडामा त यति धेरै पानीहरू बर्सिन्छ नि। पानीहरू कति धेरै दुधवाले आएछ। दुध मलाई ल्यायो कि ल्याएन हेर्छ है त। आजा मलाई नि ल्याइदिनु भयो हौ। हिजो ल्याएर चाहिँ सक्यो अनि छ भने ल्याउनु। आया दुधवाले यो मैले आफैले उत्पादन गरेको प्याज। साथीहरू दुध ल्याइसकेको छ। अब यो दुधबाट हामीले खानुपर्ने हुन्छ। चिया भए पनि खानुपर्ने हुन्छ। दुध भए पनि खानुपर्ने हुन्छ है त साथीहरू। अहिले त के हो सबैतिर टुम्मै भयो त साथीहरू। भ्यू त हेर्नु त टुम्मै गएर खेतको सिरे। एउटा फोटो चाहिँ गर्छु म। हेलो साथीहरू नमस्ते गुड मर्निङ। फेरि पनि आज असारको 10 गते गइसकेको छ हैन साथीहरू। अनि हजुरहरूलाई भन्नुपर्ने हुँदा मैले अस्तितिर भ्लग धेरै पछि आज बनाउँदैछु किनभने हाम्रो घरमा त्यस्तै समस्या भइरहेको थियो। त्यही भएर मैले भ्लग कन्टिन्यू गर्न सकिनँ। अबको दिनहरूमा चाहिँ दिनकै भ्लग ल्याउन नसके पनि हैन साथीहरू 2 दिनको 1 दिनको चाहिँ म भ्लग ल्याउने नै छु। अस्तितिर चाहिँ निकै दिन 10-15 दिनको ग्यापमा मैले भ्लग एउटा ल्याएको थिएँ। अनि अब पहिलाको बेलामा पहिलाको दिनहरूमा जे जस्तो भए तापनि हैन साथीहरू अबको दिनहरूमा चाहिँ राम्रो होस् हैन। नहुने कुराहरू हुने कुराहरू हुन नै पर्छ। अब नहुने कुरा भइ नै हालिसक्यो। अब ढिला चाँडो हो त्यो सबै हुनु नै पर्छ सबैजनालाई हैन साथीहरू। त्यही भएको कारणले अनि हाम्रो ढिब्लुङ परिवारमा चाहिँ अलि छुट्टै नै उस भएको थियो। त्यही कारणले हामीले अब भ्लग यताउति ल्याउन नि सकेन। त्यही कारणले साथीहरू अब जे जस्तो भए पनि आजको दिनदेखि चाहिँ भ्लग स्टार्ट गरेँ मैले हैन। जे होस् साथ सपोर्ट गर्नु होला। पहिला त साथ सपोर्टै गर्नु भइरहेको थियो। आई होप त्यसरी नै साथ सपोर्ट अझ धेरै साथ सपोर्ट गर्नुहुन्छ भन्ने आशाको साथसाथै फेरि पनि नयाँ भ्लग आइसकेको छ हजुरमालाई। अनि हुन्छ आज दिनभरि के हुँदो रहेछ हेरौँ। अब खास चाहिँ यसकै नै भ्लग बनाउँछु भन्ने चाहिँ हुँदैन हैन। खास यसकै म भ्लग बनाउँछु भनेर चाहिँ प्लानिङ चाहिँ हुन्न। अब मेरो त अब डे भ्लग हो हैन। डे इन माई लाइफ
मतलब मेरो बिहानदेखि बेलुकासम्म के हुन्छ त्यो देखाउने नै छु हजुरलाई। अब बिहान मर्निङ वक गएर आइसकेको छु, हजुरहरूलाई मैले वेलकम नै गरिसकेँ बिहान हेर्नु न साथीहरू। यो तर मैले यो सुन मैले बाहिर निकालेको होइन, आफै निक्लिया रहेछ, आफै निक्ल्यो। फेरि हजुरहरूले घाँटीसम्म लुगा लाएर पनि सुन चाहिँ बाहिर निकालेको रहेछ भन्नु होला, तर त्यसो नसोच्नु। यो चाहिँ आफै कहाँबाट निस्केको मलाई थाहा होइन, यसरी लाएको थिएँ मैले साथीहरू। अब खाना तरकारी पकाउनु पर्यो साथीहरू। तरकारी त कहिलेको बेलामा एक डङ्गुर हुन्छ, कहिलेको बेलामा एउटै हुँदैन साथीहरू। के चाहिँ पकाउने होला, बन्द पनि छ अनि साग पनि छ, यो अनि गाबो पनि छ। तर आज चाहिँ म साग बनाउँछु। साग बनाएर ढेँडो खानुपर्ने हुन्छ साथीहरू। हाम्रो लोकल साग केलाउनु पर्ने हुन्छ। लौ न, के भयो साग, के भयो? हिजो मैले माथि गाउँबाट टिपेर ल्याएको साग, डल्ले खुर्सानी पनि हाम्रो ठुली दिदीले दिनुभएको डल्ले खुर्सानी पनि छ। साग त अब धेरै पकायो भने धेरै हुन्छ, बाहिर मलाई त धेरै हुन्छ। अब यो चाहिँ राखौँ, यो राख्नुपर्ने हुन्छ। अब यो चाहिँ केलाएर यसमा आलु एउटा मिसाएर चट्ट खानुपर्ने हुन्छ साथीहरू, होइन त? छुट्याउन नसकेर तनाव भयो साथीहरू, तनाव। गाइस हाम्रो चाहिँ अब यस्तो बिजोग भइरहेछ। यो त यो घरटी बगाउने बेला भइसक्यो। अब यस्तो भल